हो हाम्रो गाउँ, माटोको गन्धले भरिएको, एउटै सपनाले जोडिएको। यहाँ प्रत्येक हातले जगाएको छ आशा र प्रत्येक पसिनाले लेखेको छ भविष्य। स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर 4 ओरस्टे। विभिन्न जात जातिको बसोबासले बनेको हाम्रो गाउँ एकता, आत्मसम्मान र सह-अस्तित्वको जीवन्त तस्बिर हो। यही धरातलमा जनमुक्ति युवा क्लबले सुरु गरेको यो भौतिक पुनर्निर्माण केवल काम मात्र होइन, हाम्रो आगामी पुस्ताको लागि उठाइएको आशा र हौसलाको चिनारी हो। पहिलो दिन सबैजना भेला भएर कामको बाँडफाँड गरियो। गाह्रो लगाउन जान्नेले गाह्रो लगाइयो, रङ लगाउन जान्नेले रङ लगाइयो र महिला दिदीबहिनीहरू ढुङ्गा बोकेर साथ दिनुभयो। सबैको उपस्थिति सकारात्मक ऊर्जाले काम गर्ने माहौल झन् रमाइलो भयो। पहिलो दिन सोचे भन्दा धेरै काम पनि गरियो। यसरी नै दोस्रो र तेस्रो दिन पनि कामलाई उत्साहपूर्वक अगाडि बढाइयो। आउनु आउनु हो हो खुसी लाग्यो हजुरलाई? हो यो माथिको सानो टुक्रा गरेर उतापट्टि गरेर ढाल्ने हो के अरे? घरबेटीले के भन्छन्? हो यो त भन्ने फुपूले जे दिनु भयो दिनुभयो। अब यति रुखको त उ गर्न पर्यो भन्न पर्यो कि। हो त नि, धरापमै छ, त्यो झर्यो भने त कचाक कुचुक पार्छ। सबै भ्याउँछ टोइलेट यो घर। हो त नि, हो यही रुखको कुरा भइरहेको छ। यो रुख ठ्याक्कै यहाँ झर्यो भने यसले कच्याक कुचुकै पार्छ। फेरि यति ठुलो रुख छ यो। हो त नि, हेर्नुहोस् आज चौथो दिन हो। चौथो दिनमा हाम्रो क्लब घरको कन्डिसन यस्तो भएको छ। बिहान बिहान घामले गर्दा यस्तो राम्रो देखिएछ, तपाईँहरू हेर्न सक्नुहुन्छ। आज मर्निङ हुन त 8 बजिसकेको छ। सधैँ हामीले 7 बजीदेखि सुरु गर्थ्यौँ, 7:30 देखि। आज 8 बजेसम्म कोही पनि आउनु भएको छैन, तर आउनुहुन्छ होला। यो हाम्रो क्लब घरबाट देखिने भ्यू हो। यो बिहानको 8 बजेको छ। यस क्लबका सचिव पनि हुनुहुन्छ। उहाँलाई म 2 शब्द राखिदिनको लागि विनम्र अनुरोध गर्दछु। नमस्कार, म चाहिँ नवराज घतानी। हामी बिरुवा गाउँपालिका स्याङ्जा वार्ड नम्बर 4 मा बसोबास गर्छौँ। हाम्रो समूह पनि यही स्थानमा अहिलेसम्म सञ्चालन भइरहेको छ। विगतमा धेरै बाधा अवरोधहरू आए। हाम्रा जो अभिभावकहरूले चलाउनु भयो सामाजिक कार्यमा भन्दा नि अब समाज चलाउनु भयो होइन, जे जस्तो चलाउनु भयो। जुन अवस्थामा आइपुग्दाखेरि हामीले चाहिँ समाजको अवस्था चाहिँ अलिकति नाजुक अवस्था देखियो होइन। त्यसपछि हामीले चाहिँ त्यो पुरानो कार्य समितिलाई नै अब निष्क्रिय भएको अवस्था थियो। अनि हामी चाहिँ 2-4 जना साथीहरू
मिलेर हामी नयाँ पुस्ताका साथीहरूले चाहिँ अब राम्रै तरिकाले चलाउँ होइन। अब देशमा पनि जेनजीको माहौल पनि आइरहेको थियो। त्यही उद्देश्यलाई नै हामीले युवा एक भएर हामी जो पहिलाको आमा समूह थियो त्यसलाई चाहिँ नयाँ तरिकाले चलाउँ भन्ने एउटा योजना बनायौँ। अनि योजना अनुसार हामी सर्वप्रथम त के गर्यौँ भने यो हाम्रो टोलमा गाउँमा बसोबास गर्नुहुने जस्तो अब कोही गाउँमै बसोबास हुनुहुन्थ्यो होइन, कोही चाहिँ आफ्नो गाउँ छोडेर बाहिर हुनुहुन्थ्यो, कुनै चाहिँ रोजगारीको सिलसिलामा गाउँ सहर छोडेर विदेशमा पनि हुनुहुन्थ्यो। ती साथीहरूसँग हामीले चाहिँ अनौपचारिक रूपमा पहिला पर्सनल रूपमा फोन गऱ्यौँ होइन, मेसेन्जरबाट फोन गऱ्यौँ, फेसबुकबाट फोन गऱ्यौँ। अनि त्यसपछि हामीले एउटा कार्यक्रम बनायौँ। कार्यक्रम चाहिँ हाम्रो कस्तो थियो भने अहिले यो विज्ञान प्रविधिमा चाहिँ मेसेन्जर मार्फत एकजुट भएर एउटा छलफल जस्तो हाम्रो उद्देश्यहरू सुनाउने होइन, सबै मिलेर जाने भन्ने तरिकाको जो सम्भवतः कार्तिकको त्यो 3 गते भनौँ, त्यति बेला अब तिहार हिन्दूको चाड तिहार पनि थियो। त्यो अवसर बनाएर हामीले पहिलो कार्यक्रम चाहिँ फेसबुकमा मेसेन्जरमा मिटिङ जस्तो बनायौँ। अनि कतिपय साथीहरू चाहिँ राम्रोसँग नै भन्दा नि उपस्थिति हुनुभयो। अनि अब कुनै अब पहिलो कार्यक्रम भएकोले साथीहरूले थाहा पाउनु भएन। अनि त्यसपछि हामीले त्यो कार्यक्रममा पहिलो गऱ्यौँ। अनि त्यसपछि त्यो कार्यक्रमले फेरि अर्को मिटिङ भेला गऱ्यो। अनि भेला गरिसके पछाडि हामी एकदम औपचारिक रूपले चाहिँ कार्यक्रमलाई सञ्चालन गर्ने भन्ने निर्णय पनि गरियो। अनि त्यसपछि हामीले कार्य समिति बनायौँ। हाम्रो चाहिँ 11 जनाको कार्य समिति, जुन चाहिँ हाम्रो संयोजक अध्यक्ष सुबिन सेन्चुरी, अनि कोष अध्यक्षको रूपमा चाहिँ हाम्रो अशोक कुमार सुनार, अनि त्यसपछि सचिव म आफै नवराज घताने, र हाम्रो 11 जनाको सदस्य बनाइयो। अनि त्यसपछि ती 11 जनाको सदस्यले चाहिँ विभिन्न कार्यक्रमहरू ल्यायौँ। अनि त्यसपछि हामीले चाहिँ एउटा सल्लाहकार समिति बनायौँ, जुन चाहिँ सल्लाहकार समितिमा चाहिँ हाम्रो अध्यक्षको मातहतमा रहेर 5 जनाको सदस्य बनाइयो। अनि त्यसपछि हामीले चाहिँ पहिलो कार्यक्रम के गर्यो भन्दाखेरि आर्थिक कार्यक्रम सङ्कलन भन्ने थियो। त्यो आर्थिक कार्यक्रमको सङ्कलन पनि हामीले जो विदेशमा हुने साथीहरूले चाहिँ आर्थिक रूपमा हामीलाई एकदम मजाले सहयोग गर्नुभयो, दिल खोलेर सहयोग गर्नुभयो। अनि त्यो प्राप्त भएको आर्थिक सहयोगलाई चाहिँ हामीले विभिन्न यो हाम्रो सामाजिक भवनमा भएको पुनर्निर्माण हुन बाँकी होइन, टुटफुट भएका सामानहरू ल्याउने अनि त्यसलाई पूर्ण बनाउने गरियो। अनि त्यसपछि एउटा सानो छलफलको कार्यक्रम पनि गऱ्यो। छलफलको कार्यक्रममा चाहिँ पहिलाका कुराहरू उठेथे होइन। अब त्यो पुरानो कुराहरूलाई हामीले पुरै भुलेर अब नयाँ तरिकाले जानुपर्छ भन्ने हामीले चाहिँ उहाँहरूसँग एउटा सुझाव माग्यौँ। अनि उहाँहरू पनि कन्भिन्स हुनुभयो। अनि त्यसपछि श्रमदान गरेर अहिले हामी चाहिँ दोस्रो तेस्रो दिन पहिलो दिन गरेर आज चौथो दिनसम्म लगभग हाम्रो 85% 90% काम सकिएको छ। आज चाहिँ हामीले पूर्ण रूपमा काम सक्ने भन्ने लक्ष्य छ। आज हामीले सकिसके पछाडि हाम्रो यो संस्थाको क्लबको पहिलो काम चाहिँ समापन गरिनेछ। र समापन गरिसके एउटा सानो कार्यक्रम राखेर यो हाम्रो आर्थिक कारोबारको कुराहरू पनि स्पष्ट तरिकाले सुनाइनेछ भन्ने म यहाँहरू समक्ष राखेको छु। हाम्रो सबैभन्दा पहिला समाजमा जुनै पनि समाजमा अलिकति बेमेल आउने भनेको आर्थिक कार्यक्रमले हो, जुन चाहिँ एकदम स्पष्ट तरिकाले हिसाब किताबहरू क्लियर हामी हाम्रो सरकारवालाहरूलाई सुनाउन सकियो, उहाँहरूको चित्त बुझाउन सकियो भने हामी मिलेर अगाडि बढ्नेछौँ, हाम्रो कार्यक्रम सफल हुनेछ। म चाहिँ यही भन्न चाहन्छु। र यो हाम्रो जुन श्रमदानिक कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो यो क्लबको तर्फबाट, मेरो आफ्नो तर्फबाट, कार्य समितिको तर्फबाट, अध्यक्षको तर्फबाट एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यस्तै कार्यक्रमहरूमा
फेरि पनि सरिक भइदिनु होला। आफ्नो तन मन धन भौतिक जे रूपले सक्नुहुन्छ हाम्रो यो क्लबलाई चाहिँ सहयोग गर्नु हुनु अनुरोध गर्दै म अब आफ्नो यो थोरै आफ्नो शब्दहरू यहीँ टुङ्ग्याउँछु। नमस्कार। चौथो दिनसम्म आइपुग्दा भवनको अर्कै रूप देखिएको सजिलै अनुमान लगाउन सक्नुहुन्छ। चौथो दिनमा झ्याल र ढोकामा इनामेल लगाउने, अगाडि टुटे फुटेका चर्किएका ठाउँहरूलाई टाल्ने काम पनि गरियो। बाटो बनाउने काम पनि भइरहेछ। बाटो बनाउने, सेफ्टी ट्याङ्कीको ढक्कन हाल्ने काम पनि गरियो। यसको लगत्तै सरसफाइको काम सकेर बेलुका हुने शैक्षिक कार्यक्रम र भोज कार्यक्रमको तयारी गरियो। बिस्तारै 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 त्यहाँ त्यो उतिर छोइन्छ है। गाउँ गाउँ के छ? ठिक छ नि? ठिक छ। गुड गुड गुड। सर तलबाट है। हजुर ल पानी लिन पठाउनु पर्यो नि त। के छ शिवु भाइ? दुई शब्द जाओस् न त। पकाउन एकदम गाह्रो भइरहेछ। गाह्रो कि मजा? मजा पनि भइरहेछ, गाह्रो पनि भइरहेछ। धले चाहिँ एकदम पोलिरहेछ होइन, आँखाबाट आँसु पनि झरिसकेछ। तर ठिक छ, सबैको लागि रमाइलो भइरहेछ। सर्वप्रथम एउटा कार्यक्रमको अध्यक्षको खाँचो पर्ने हुन्छ। यो कार्यक्रमको अध्यक्षको आसन ग्रहण गरिदिनु हुन यस हाम्रो क्लबका अध्यक्ष श्री सुबिन सेन्चुरीज्यूलाई म आग्रह गर्न चाहन्छु। त्यसै गरी यस कार्यक्रमका हाम्रा अग्रज हाम्रा बुवा अङ्कल श्री चन्द्रप्रकाश नागरलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। स्वागत मन्तव्य, यो कार्यक्रमको स्वागत मन्तव्य दिनको लागि यी दुई शब्द बोलिदिनु हुनको लागि हाम्रो अङ्कल बुवा चन्द्रप्रकाश नागरले म आग्रह गरेँ। छोटो मोटो केही शब्द राखिदिनु हुन म अनुरोध गरेँ। दिनुभएकोमा यस हाम्रो जनमुक्ति युवा क्लबका युवा साथीहरूले आफ्नो तन मन आफ्नो लगन लगाएर पहिलाको स्थिति कस्तो थियो र अहिले कुन स्थितिसम्म ल्याइपुर्याउनु भयो। भोलि पनि हामीले नै यसरी नै साथ सहयोग गऱ्यौँ भने अझै माथि जाने, माथि पुर्याउने हाम्रै सहयोगबाटै हो भन्ने चाहिँ मैले मान्छु। र यहाँ आफ्नो सबैभन्दा पहिला त आफ्नो सबै कुरा काम अथवा आफूले गरिरहेको कार्यहरू र आफू दिनभरि गरिरहेको कामको व्यस्तता अनि थकान सबै कुरो भुलेर छिनभरको लागि यहाँ उपस्थित भइदिनु भएकोमा यो जनमुक्ति युवा क्लबको युवा क्लब साथै म पनि हजुरहरूलाई धन्यवाद
मुरी धन्यवाद दिन चाहन्छु आइदिनु भएकोमा र योभन्दा अरू कुराहरू त यहाँले जनाउँदै गर्नुहुन्छ त्यसको लागि अब म यति भन्दै बिदा हुन चाहन्छु है त। नमस्कार, म चाहिँ नवराज भट्टानी होइन, म नवराज विश्वकर्मा हो। म चाहिँ बिरुवा गाउँपालिका वार्ड नम्बर 4 पोस्टे। हाम्रो ठेगाना चाहिँ प्रशासनिक हिसाबमा लाग्थ्यो भनिन्छ है, तपाईँहरूलाई थाहा पनि होला। हाम्रो प्रशासनिक हिसाबमा हाम्रो ठेगाना चाहिँ राणा साहु पोस्ट चालाना छ। म चाहिँ जनमुक्ति सङ्घबाट आएको छु। त्यसै गरी म यहाँबाट गर्न चाहेँ आफ्नो परिचय दिनुहोला। एउटा नयाँ कार्यक्रम जस्तो नमस्ते, मेरो नाम गीतामाया विश्वकर्मा। म चाहिँ रामथर बस्छु हाल। अनि मेरो सबै ल त्यसपछि आफू अनुशासनमा पनि भयो होइन, किनभने हाम्रो अनुशासन पनि आवश्यकता पर्छ। किनभने विद्यार्थीले त बोल्न पनि जानेको हुन्छ कि क्लासमा अब समूहमा बसेको हुन्छ। आफ्नो नाम भन्दै बस्छ होइन। नमस्ते, त्यसपछि सबैजनाले आज चाहिँ एउटा नयाँ पहल गरौँ। गुन्जन सुनार होइन। ल त्रिशाल भनेर उठेर छिटो ल होइन, ऊ चाहिँ अलिक सानो पनि भएको ठिकै छ, डरायो पनि ल। त्यसपछि उता गएँ म। त्यसपछि हाम्रो छिटो छिटो कार्यक्रमहरू अलिक छिटो गरेर नाम भन्दैन होइन। नाम मात्रै। नमस्ते, मेरो नाम कमला विद्या। एक्सप्रेस हल्ला नगर्दा पनि नाम अलि सुनेन। हामी अब उता कुनामा जाऊँ, उता मोबाइल बन्द गरिदिनु। मोबाइल बन्द गरेको अनुशासन नगर्नु है, मोबाइल बन्द गर्नु। परिचय दिनु। ल नमस्ते, मेरो हुमत कुमारी। सबैलाई मेरो नमस्कार। मेरो नाम टेकमाया सुनार, बिरुवा गाउँपालिका वार्ड नम्बर 4 बस्नी। भाइ ल युवा भाइ बाहिर अरू हल्ला है, ल छिटो है। म कार्यक्रम ठुलो नमस्ते, मेरो नाम कृष्ण नमस्ते, मेरो नाम सञ्जीविका हो। म बिरुवा 4 वार्ड नम्बर 4 नामसरवासी युवा क्लबको युवा सदस्य हुँ। नमस्कार, मेरो नाम अब सबैलाई थाहा पनि छ सुन्दर हो भनेर होइन। ठिक छ, अब विचारको कुराहरू हामीले मिसेर अलिकति अगाडि गरौँ, अलिकति जागरुक हौँ भनेर युवाहरू साथीभाइ दाजुभाइ सबै मिलेर होइन त्यही अगाडि लागिरहेका छौँ। त्यसमा तपाईँहरूको अलिकति साथ सपोर्ट
अलिकति अझै अलिक कमी भयो कि जस्तो हामीले अलिकति देखिरहेका छौँ यहाँ। जति हामीले अलिक घरदेखि भनिरहेका थियौँ त्यति अलिक सबैजना नजानु सक्नु भएन। अब उहाँहरूलाई अलिकति बिरामी के भएको हो कि घरले आफ्नो मन नगरेर हो कि अलिकति मन नलगाए जस्तो पनि देखियो यहाँ। अब हामी योहरू मात्र लागेर पनि अब त्यति माथि पुग्न नसकिएला। तपाईँहरूको साथ सपोर्ट त अलिकति हामीलाई चाहिएकै हुन्छ। अब यति भन्दै धेरै नभनौँ, अब सबैलाई थाहा अवस्था यहाँको होइन। यति भन्दै बिदा हुन्छु त, धन्यवाद। जनमुक्ति युवा क्लबद्वारा सञ्चालन गरेको शैक्षिक कार्यक्रम केवल लेख्न र पढ्नको लागि मात्र होइन, उनीहरूको सपना, आत्मविश्वास र भविष्य उज्जवल बनाउनको निम्ति पनि हो। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको शुभकामना। यो काम सम्भव हुनुको पछाडि ती हातहरू छन् जो आज देशबाट टाढा छन्, तर मन, माया र जिम्मेवारी यही समाजसँग जोडिएको छ। विदेशमा बसेर दुःख, पसिना र समय खर्चेर आफ्नो गाउँ समाजका निमित्त निरन्तर सहयोग गरिरहनु भएका सबै सहयोगीदाताहरू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद छ। तपाईहरू शारीरिक रूपमा टाढा भए पनि तपाईहरूको योगदानले हाम्रो समाजलाई नजिक र बलियो बनाइरहेको छ। यो डकुमेन्ट्री तपाईहरूको सम्मान र कृतज्ञताका लागि सानो प्रतीक हो। सरसर्ती हेर्दाखेरि हाम्रो समुदायबाट चाहिँ विद्यार्थी चाहिँ 18 जना देखिएको छ। छुटपुट भयो यसो हामीलाई जानकारी दिनुहोस् न, उहाँलाई पनि हामीले सुरु गर्नेछौँ। र हामीले यो शैक्षिक कार्यक्रमको कपी वितरण, पाठ्यपुस्तकको सामग्री वितरणको कार्यक्रम समापन भएको छ। अब यो कार्यक्रमलाई नै समापन गरिदिनु हुनको लागि हाम्रो अध्यक्ष सरलाई फेरि म आग्रह गर्दछु। पूर्ण फेरि नमस्कार सबैलाई। यो एकदमै खुसियाली क्षणमा सबैले यसरी नै साथ दिनु होला र हाम्रो क्लबको यो शैक्षिक योजनालाई एउटा सफल बनाइदिनु होला। हाम्रो नानी बाबुहरू भनेका अब हाम्रो भविष्यका कर्णधारहरू हुन्, आधार स्तम्भहरू हुन्। उनीहरूलाई हामीले एकदमै संरक्षण गरेर एकदमै राम्रो बाटोमा हिँडाउने हाम्रो एउटा उद्देश्य हो। त्यसलाई साथ दिनु होला अभिभावकहरूले पनि। अब विद्यार्थी भाइ बहिनीहरूले टेरेनन् अथवा भनेको मानेनन् भने सिधा क्लबमा चाहिँ निवेदन लेख्नु होला अथवा त्यसलाई कम्प्लेन गर्नु होला भन्दै यो एकदमै खुसियाली क्षणमा सबैले हामी आफैले गरेर यो एउटा समयसम्म हामीले ल्याइरहेका छौँ। यो रङ रोगनदेखि लिएर हरेक चिजहरू आज यो खुसियालीको दिनमा सबैले एकचोटि आफूले आफैलाई धन्यवाद दिनको लागि एकचोटि ताली बजाउँ। र आजको कार्यक्रम चाहिँ यही समाप्त भएको जानकारी पनि गराउन चाहन्छु। र खानपिनको पनि व्यवस्था छ।
अब मिलाएर रमाइलो गरेर खानपिन गरेर जानु होला भन्न चाहन्छु। नमस्कार। आज यहाँ उपस्थित हरेक श्रमदाता तपाईहरूलाई म केवल धन्यवाद मात्र दिदिनँ, तपाईहरूको पसिनाले यो गाउँको धड्कन चलिरहेको प्रमाण दिन्छ। तपाईहरूले उठाएको बोझ, बगाएको पसिना र दिएको समय यिनै हुन् हाम्रो गाउँको वास्तविक धन। एउटै मन, एउटै उद्देश्यले गाउँलाई उठाउने तपाईहरूको हिम्मत आगामी पुस्ताले इतिहासको पानामा पढ्नेछन्। तपाईहरू प्रत्येकजनाले गाउँको नाम मात्र होइन, आत्मा जोगाउनु भएको छ। तपाईहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद।